Many Christians, many churches are going through a spiritual dryness. आज धेरै मण्डलीहरुमा आत्मिक कुराहरुमा एकदमै ड्राई भएको एकदमै हामी सुखेको कुराहरु We are so busy. हामी यति साह्रो हामी व्यस्त We don't have time for God. हामी परमेश्वरको निम्ति हामीसँग समय नै Now छैन the Lord is awakening us. आज परमेश्वरले हामीलाई उठाउँदै Now the हुनुहुन्छ Lord is awakening us through sending a true revival in the church. आज परमेश्वरले हाम्रो मण्डलीलाई उठाउँदै हुनुहुन्छ जागृत गराउँदै हुनुहुन्छ त्यो जागृतिको निम्ति This is a great emergency call from the Lord God. यो चाहिँ एमर्जेन्सी र परमेश्वरको बोलावट हो The church must be awake. आज मण्डली The चाहिँ church must be awake. आज मण्डली चाहिँ जागृत हुनु The word जरुरी of the छ Lord is being fulfilled every day. आज परमेश्वरको वचन चाहिँ हरेक दिन पूरा भइराखेको छ Church must be awake. आज मण्डली चाहिँ आज जागृत हुनु Church जरुरी must be छ awake. आज मण्डली चाहिँ उठ्नु जरुरी छ निन्द्राबाट उठ्नु जरुरी छ I know there are many Christians, मलाई थाहा छ धेरै क्रिस्चियन्सहरु they छ have lost the true passion for God. आज उनीहरूले चाहिँ साँचो परमेश्वरको त्यो खोजाइ अथवा साँचो त्यो विश्वासलाई गुमाइराखेको They are कुरालाई living a देख्छ। life without the fear of God. कतिजना मण्डलीमा विश्वासीहरू छ उनीहरू चाहिँ परमेश्वरको भय बिना नै आफ्नो जीवनलाई They are living a बिताइराखेको छ life without Holy Spirit. उनीहरू चाहिँ पवित्र आत्मा बिना आफ्नो जीवनलाई बिताइराखेको छ They are living an unholy life. उनीहरू चाहिँ अपवित्र जीवन बिताइराखेको छ That's why God is telling us, आज त्यसकारण परमेश्वरको वचनले I भनिरहेको am छ sending a revival in the church. त्यही कारणले गर्दा परमेश्वरले भनिराख्नु भएको छ कि म I am sending a revival in the church. म आज मेरो जागृति I don't know how many of you are ready today. आज कतिजना तपाईहरु कतिजना आजको बिहानी तयार हुनुहुन्छ तर प्रभुको आत्माले भन्दै हुनुहुन्छ म मण्डलीहरुमा रिभाइभललाई पठाइराखेको छु म मण्डलीमा जागृतिलाई पठाइराखेको छु I'm sending revival in church We need a revival. हामीलाई आज परमेश्वरको जागृतिको खाँचो छ We need revival.